को छोरा को छोरी भन्नुभन्दा पनि को मनको सफा र असल छ भन्ने कुरा र आफूलाई परेको बेलामा को काम लाग्छ भन्ने कुरा बुझ्नु सक्नु पर्ने रहेछ। हुन त मेरी छोरी होस्, अस्ति मलाई चाहिँ नि एक पाखो नचलेर प्रेसरले हानेर कस्तो कष्ट भइरहेको थियो। त्यो बेलामा उनी रातभरि निदाउन सकिनन्। मलाई कसरी ठिक पार्न सकिन्छ भनेर लागिरह्यो। तँ भनेदेखि घरमा छ कि छैन जस्तो गरेर बुसु बुसु निदाइरहेछ। बाबुआमालाई गाह्रो पर्दा दुःख कष्ट पर्दा वरिपरि नहुने छोराछोरी के काम। अब मलाई गाह्रो पर्दा अन्तिम साससम्म मेरा वरिपरि रहने भनेको यिनै हुन् भन्ने कुरा मैले राम्रोसँग बुझिसकेँ। त अति नै स्वार्थी भइस पूर्णिमा। तेरा लागि मैले जति गर्नु गरिसकेँ। अब तेरा लागि तँ आफै गर। तँलाई यो घरमा राखिराख्यो भनेदेखि यिनलाई तैँले टिकी खान दिन्न। त्यही भएर आजबाट तँलाई नै मैले यो घरबाट निकालेर निर्णय गरिसकेँ। बाबा तपाईँ यो के भन्दै हुनुहुन्छ? म ठिक भन्दैछु पूर्णिमा। आफ्नो कपडा सपडा लिएर तँ यहाँबाट गइहाल। यति सजिलै म यो घरबाट जान्न बाबा। यो घर मेरो पनि हो। होइन, के आधारले यो घर मेरो हो भन्दैछस् त? म यो घरकी छोरी हुँ। छोरी भएको हैसियतले घरमा उत्तिकै अधिकार छ मेरो, जति तपाईँको अधिकार छ। छैन, कुनै पनि अधिकार छैन।